नमस्कार। टीवी टुडे में अपने संपूर्ण गोटे की स्वागत करी छी हम चामी। अखन फिर सौ सरिया का जे छे से काठमांडू में जेनजी के आंदोलन शुरू भ चुकल छे। ई जेनजी आंदोलन सबोटा के अवगत है जे आई के राजनीतिक अवस्था अखन जे कतो ने कतो जाकर जे ई व्यवस्थित कही आखन जे डगमगायल छे। ई जेनजी आंदोलन जे नया पुस्ता के आंदोलन छले 27 घंटा में देश के परिवर्तन जे छे से क देलके। जेनजी आंदोलन अखन जे प्रकार से फेर से शुरू भ चुकल छे जेना कि जेनजी के जखन जे ई आंदोलन भेले त संपूर्ण जेनजी एक ठाम छले जेनजी पुस्ता। लेकिन 2-3 दिन बाद जखन जे छे से हरेक जे छे से ठाम में जना कि पॉलिटिकल जे विभाजित हो जे राजनीतिक वही प्रकार जे छे से जेनजी सब अपने आप में जे छे से विभाजित भ चुकले। जना अखन अगर देखबै त जेनजी के 3टा जे छे से जेनजी के समूह भ चुकल छे। सदन गुरु के एक ठाम भ चुकल छे, निराजन ढुंगाना के एक ठाम भ चुकल छे, तई प्रकार फिर से जे छे पुरुषोत्तम के एक ठाम भ चुकल छे। त आई प्रकार से जे छे से अखन कही तो सब अपने आप में जे सब फुट चुकल छे। आखिर क्या तो हर एक जेनजी के मांग एकटा तो छले कि देश में भ्रष्टाचारी के जे छे से अंत कैल जाए। जे प्रकार से जे अखन आदमी अपना हक अधिकार के जे छे से जखन नहीं पाइब रहल छे, जे नेता के लबै छथिन प्रतिनिधित्व करबाक लेल अपन मतदान तक, लेकिन ओ नेता हुनका सबके लेल जे छे से मात्रे चुनाव के समय में मात्रे रहे छन। जहाँ कर्मचारी के बात छले जे घुस मतलब घुस खा के काज कैल जाए छे, लेकिन फिर सब चीज तो भाविए छे, कहाँ बदलाव ले लेता। आई हम सब बातचीत करब जे नया पुस्ता कहे तो जेनजी के जेनजी सके हम सब बातचीत करब। हम सब फिर से आई स्टूडियो में निमंत्रण आकर बजेने छियन जो उनका सबके जेनजी के आंदोलन कति उपलब्धि आखिर देश में एक बड़का आर्थिक क्षति जे मानव क्षति बेला के बाद में उनका से आखिर उपलब्धि की भेले था। तबरा से के अतिथि शायद मोहम्मद नईम राय जेनजी मोमेंट एयरलाइंस के सदस्य मध्य प्रदेश से प्रतिनिधित्व कर रहल छन्। पहिले हम सब उनका स्वागत करबन त विशेष बातचीत करब। यहाँलाई स्वागत छ। धन्यवाद दिदी। के भइरहेछ अहिले फेरि चाहिँ यो जेनजी को आन्दोलन सुरु भएको छ काठमाडौँमा हैन। अनि जेनजी आन्दोलनले गर्दा आर्थिक क्षति भयो, मानवतामा पनि एकदमै क्षति भएको छ, मान्छे मर्यो हैन। त्यसले उपलब्धि के पायो, के पाउनुभयो तपाईहरु? धन्यवाद यो क्वेशनको लागि। सर्वप्रथम त यो सम्पूर्ण शहीदहरूलाई फेरि सम्झिन चाहन्छु र यो जेनजी आन्दोलनमा हाम्रो जुन भयो त्यो जेनजी आन्दोलन तपाईको भ्रष्टाचार अन्तको लागि, नतावाद कृपावाद अन्तको लागि र सुशासनको लागि यो हाम्रो जेनजी आन्दोलन भयो। थियो यो उपलब्धिको कुरा गरिरहँदाखेरि पक्कै पनि उपलब्धिहरू भएको छ, तर कतिपय उपलब्धि के उपलब्धि भएको छ म भन्छु आउँदैछु। पक्कै पनि उपलब्धिहरू भएको छ, कतिपय उपलब्धिहरू तुरन्त नहुने अवस्थाहरू पनि छ। जसरी कि हामीले एउटा सरकारलाई घुट्ना टेकाउन पनि सफल भयो। जुन अहंकारी सरकार थियो, घमण्ड गरिरहेको थियो हैन, 2/3 दम्भ देखाइरहेको थियो, त्यसलाई हामीले त हटाउन सफल भयो। त्यो पनि हाम्रो एउटा उपलब्धिकै रूपमा। अर्को कुरा हामीले यो भ्रष्टाचार अन्त गर्नका लागि जुन नारा लिएर बोकेर अगाडि बढ्यो त्यसमा अहिले काम गरिरहेको छ। अहिले ठुलो ठुलो भ्रष्टाचारका फाइलहरू दायर भइरहेका छ। तपाईले यो गिरेबन्धु एस्टेटदेखि विभिन्न काण्डहरूको जुन व्हाइट बडी खरिदका काण्डहरूमा पनि भ्रष्टाचार मुद्दा दायर गरेर काम अगाडि बढिरहेका छ। ठुला ठुला नेतादेखि सानो नेता र कर्मचारी तन्त्रदेखि तपाईको भीम उपाध्याय मान्छे, नेपाल सरकारको पूर्व सचिव जस्तो मान्छेहरूमा पनि हाम्रो यो जेनजीको सरकारले, नागरिक सरकारले फाइल दायर गरेर काम स्टार्ट गरेको छ। यो पनि एउटा आन्दोलनको उपलब्धि भनौँ। अर्को उपलब्धि भनिरहँदाखेरि सरकारसँग हामीले 10 बुँदे सम्झौता पनि गर्यो। यो 10 बुँदे सम्झौता पनि हाम्रो उपलब्धिको रूपमा। अर्को हामीले नातावाद कृपावादको जुन नारा लगायो त्यही नारा अनुरूप नागरिक सरकारको प्रधानमन्त्रीज्यूले जुन आफ्नो
उसको स्वकीय सचिवले आफ्नो नातेदार कृपेवाजलाई जुन नियुक्ति दिए थियो त्यो नियुक्ति खारिज गराउन पनि हामी सफल भयो र यसो हेरिरहँदाखेरि कतै न कतै हामीले तपाईँको परिवर्तन पनि ल्याएको छौँ उपलब्धि पनि विभिन्न पार्टीहरूमा पनि हेर्न सक्नुहुन्छ विभिन्न पार्टीहरूमा अहिले जेन्जी पुस्ताहरूलाई स्थान दिन लागेको छ त्यो पनि हाम्रो लागि एउटा उपलब्धि नै हो अहिले पक्कै पनि हाम्रो पुस्ताले भ्रष्टाचार गर्दैन भन्ने एउटा सङ्कल्प लिएर गएको छ त्यो पनि एउटा उपलब्धिकै रूपमा हामी लिन सक्छौँ कसरी उपलब्धि भयो यो उपलब्धि कहाँ भयो फेरि त भ्रष्टाचारी भइ नै रहेछ कृपावाद नतावाद भइ नै रहेछ अहिले तपाईँहरू जुन चाहिराख्नु भएको थियो सरकार चाहिँ बदलिदिनु भयो होइन त्यो 27 घन्टामा तपाईँहरू सरकार बदलिनु भयो यो धेरै ठुलो कुरा छ तर फेरि तपाईँहरूले समावेश गर्यो त तपाईँले जुन चाहनु राख्नु भएको थियो तपाईँहरू जेन्जी पुस्ताहरूले त्यो भयो त हेर्नु मैले सुरु भने कतिपय मागहरू तुरन्तै सम्बोधन हुने कुरा छ कतिपय मागहरू संसद पछि कुरा हुनेछ कतिपय कुराहरू संसदीय व्यवस्थामै जटिलको कुरा जुन संविधान संशोधनका कुराहरू छ त्यो त अहिले पक्कै पनि हुँदैन संसद पूर्ण के अरे संसदीय निर्वाचन भएर मात्र तपाईँको के हुन्छ त्यो मागहरू पुरा हुन्छ र कतिपय मागहरू अहिले तुरन्त जुन भनौँ न हामीले निर्वाचन सम्बन्धीको अध्यादेश पनि सरकारले जारी गर्यो त्यसपछि हामीले 10 बुँदे तपाईँको सम्झौता पनि सरकारसँग गर्यो त्यो पनि त हाम्रो एउटा उपलब्धि त्यसमा पनि हामीले जेन्जी परिषदका कुरा गरेका छौँ त्यहाँनिर हाम्रो सहभागी हुन्छ जुन सहभागीको कुरा गर्नुभयो भने अहिले पनि जेन्जी सरकारमा प्रतिनिधित्व छ जुन बब्लु गुप्ता जेन्जी उमेर समूहकै छ मन्त्री छ त्यहाँनिर तर कतिपय मागहरू सम्बोधन हुन सकेन जसरी कि यो 27 घन्टामा हामीले आन्दोलन गर्यौँ त्यसका अपराधीहरूलाई आन्दोलन यति मात्रै छैन आर्थिकै क्षति भएको छैन यो देश धेरै पछाडि गइसकेको छ तर जुन हुन्छ त्यो राम्रैकै लागि हुन्छ तर त्यसमा चाहिँ यो यतिजना जुन सैकौँ मान्छे चाहिँ शहादत भइसक्यो तर त्यसको 10% पनि उपलब्धि त पाउनु भएको छैन नि तपाईँहरू होइन हाम्रो अब भनौँ 76 जना शहीद हुनु भयो हाम्रो 76 जना पनि सुरुको दिनमा हामी 19 जना 23 गते हामी 19 जनालाई गुमायौँ त्यसपछि पछिल्लो घटना हुँदै हामीले अहिलेसम्म 76 जना शहीदहरू भएको छ तर भयो त्यसपछि प्रहरीहरू भयो होइन प्रहरीहरू सबै मिलाएर तर अब उपलब्धि 10% को कुरा गरिरहँदाखेरि भएको छ म फेरि तपाईँलाई भने कतिपय मागहरू छन् जुन निर्वाचन पछि जसरी अब कसरी निर्वाचन हुन्छ लागिरहेछ मजाले हुन्छ निर्वाचन मजाले हुन्छ कसरी हुन्छ किन तपाईँ भनिराख्नु भएको छ एकदमै सशक्त भएर निर्वाचन हुनै हुन्छ निर्वाचन किन हुनुपर्छ भन्दाखेरि संविधानले नै हामीलाई व्यवस्था गरेको छ संसदको 6 महिनासम्म संसदको अधिवेशन रिक्त हुनु पर्दैन यदि यो रिक्त भयो भने त्यो एउटा संवैधानिक सङ्कट फेरि यहाँनिर निम्ति आउँछ अर्को कुरा नागरिक सरकारको आयु पनि 6 महिनाले हो कुनै पनि मन्त्री या प्रधानमन्त्रीले 6 महिनासम्म हाम्रो संविधानमै व्यवस्था भएको छ 6 महिनासम्म मन्त्री बन्न पाइन्छ प्रधानमन्त्री बन्न पाइन्छ भने संसदले फेरि पुनर्स्थापना गर्न माग्छ भने हुँदैनन् पुनर्स्थापना कसरी गर्ने किन गर्ने हामीले यो तपाईँले यदि गयो भने बाइ द वे हुँदैनन् बाइ द वे भयो भने हामी फेरि रोडमा हामी हिजो पनि रोडमा थियो आज पनि रोडमा छौँ भोलि पनि रोडमै हुन्छौँ हामी फेरि रोड तटाउला यो हाम्रो शहीदहरूको यतिकै सपना अन्त हुन दिँदैन हामीले शहीदलाई सपना साकार पारेरै अगाडि बढ्छौँ यो अहिले चाहिँ फेरि आन्दोलन भइरहेछ काठमाडौँमा जेन्जी नै गरिरहेछ यो फेरि गर्नुको मुख्य कारण के छ यसमा तपाईँहरूको समर्थन छ कि छैन होइन यसमा हामी कुनै किसिमको समर्थन पनि छैन अब कसैले सर्वोच्च सरकारको कुरा गरिरहेको छ होइन जुन आजको आन्दोलनकै कुरा तपाईँले गरिराख्नु भयो त मिराज ढुङ्गानाको टिमको कुरा गरिराख्नु भएको छ यो कुनै भनौँ न हामीले यो आन्दोलनको पक्षमा पनि होइन यो आन्दोलनको हामीले विरोध नै गर्छौँ म फेरि तपाईँलाई विरोध गर्नु पर्छ तपाईँहरूको चेन्जी नै हो म फेरि तपाईँलाई फर्काएँ त्यही 23 र 24 गते हो हेर्नु हामीले 23 र 24 गते 76 जना शहीद गुमाएको छौँ 2300-2400 जना घाइते भएको छ अहिले पनि रगत रोडमा लागेको सुकेको छैन अनि फेरि हामी आन्दोलन अब यही आन्दोलन पछि हामीले भनौँ न निष्कर्षको बाटोतर्फ अगाडि बढ्नुपर्छ यो आज जुन आन्दोलन उनीहरूले गरिरहेछ सर्वोच्च सरकारको लागि तर सर्वोच्च सरकार के त कसको लागि सरकार त वा
यसको कुरा गरिरहँदाखेरि यो सर्वपक्षीय सरकार बनायो भने संविधान संशोधन को लागि हो त होइन, यो त पक्कै पनि हुँदैन। यदि संविधान संशोधनकै लागि उनीहरू गरिरहेछ भने यो काङ्ग्रेस एमाले त ठुलो दल हो, काङ्ग्रेस एमाले बिना त यो सर्वपक्षीय सरकार बनाउन सक्दैन। अब यसकातिर भनिरहेछ सर्वपक्षीय राजालाई ल्याएर, राजाको टिमलाई ल्याएर हामीले सरकार गठन त पक्कै गर्दै। अर्को कुरा यो सर्वोच्च सरकार बिना जेनजीको तपाईँले तपाईँले त्यसो लागिरहेछ कि निराज ढुङ्गाना जुन छ त्यो राजावादीको मान्छे हो, राजावादीको लाई समर्थन गरिरहेछ, त्यस्तो तपाईँले लागिरहेछ? राजावादीकै मान्छे हो त भन्दिनँ, तर राजावादीको मुद्दा लिएर जुन उठिरहेको छ त्यो स्वत उहाँले हेराइरहेको छ त। यो निराज ढुङ्गाना आफै 23 गते कहाँ थियो त, आफै घरमा लुकेर बसेको थियो नि। आन्दोलनको रोडमा त आए थिएनन्, बाटोमा त थिएन, रोडमा त हामी थियौँ आन्दोलनमा। निराज ढुङ्गाना आफू शहीदको बेला जति बेला रगत बहिरहेको थियो, घाइते भइरहेको थियो, त्यति बेला आफू घरमा बस्ने। अनि पछि हाम्रो आन्दोलन सफल भइसकेपछि आज सरकार सर्वपक्षीय हुनुपर्छ भन्ने जुन कुरा गरिरहेछ यो सरासर गलत हो। किनभने म फेरि तपाईँले यस्तो कहीँ लागिरहेको छैन कि राजा आयो भने, राजा हरेक हिन्दूवादीको चाहिँ चाहना छ कि राजा आओस् भन्ने, देश बचाओ भनेर एउटा नारा छ। यति छोटै सरकार पाल्नुभन्दा राम्रो एउटै राजा आयो भने त्यो राम्रो, कि यस्तो पनि हुन्छ कि यो समूहले गर्दा तपाईँले राजा चाहिँ पसन्द छैन कि के हो? होइन होइन, यो अब यो राजाकै कुरा गरिरहँदाखेरि राजा ल्याउनु राजालाई अन्त गर्नुभन्दा पहिलाको इतिहास हेर्नुपर्छ। प्रजातन्त्र भयो, लोकतन्त्र भयो, विभिन्न आन्दोलनहरू भयो, सशस्त्र भयो, 62 कि 63 को आन्दोलन भयो, मधेस आन्दोलन भयो, थारूवात आन्दोलन भयो, लिम्बुवान आन्दोलन भयो, मुस्लिम आन्दोलन भयो, दलित आन्दोलन भयो। यो सबै आन्दोलन पछिको उपलब्धि यो सङ्घीय लोकतन्त्र गणतन्त्र नेपाल। अनि यस्तो सुन्दर व्यवस्थामा राजा आउने, यो अब यो देश सङ्घीय लोकतन्त्रलाई टेकेर यदि राजा आयो भने, त्यसलाई समावेश गरेर यदि आयो भने, सङ्घीय लोकतन्त्र गणतन्त्रमा राजा आउनै सक्दैन। लोकतन्त्रमा त जनता नै सर्वोच्च हुन्छ, जनता नै सर्वमान शक्ति हुन्छ, जनताद्वारा निर्वाचित गरेको सरकार हुन्छ। अनि यो सङ्घीय लोकतन्त्र गणतन्त्रमा अहिलेसम्म कुनै इतिहास नेतालाई त्यो गरेर यदि आयो भने राजा त फेरि राम्रै हुन्छ नि। संहितालाई टेकेर राजा आउनै सक्दैनन्। संहिता र राजामा धेरै फरक छ, उहाँ दुवैको डिफाइन नै व्याख्या छुट्टै छ। अब तपाईँले चाहना त सबै आयो भने कि राजा आओ भनेर हरेक हिन्दूवादीको त्यो छ। तपाईँहरूको पनि समुदायबाट राजाको कति चाहिँ चाहना छ, मान्छेहरू अहिले आन्दोलनमा पनि सहभागी भइरहेको छ। अनि त्यो राजा आयो भने अहिले जुन यो व्यक्ति छ, जुन सबैले त हेऱ्यो, यो आन्दोलन पनि भयो, मान्छे यति हरेक आन्दोलनमा मान्छे चाहिँ शहीद हुने गरेका छन्। र यसमा यदि त्यस्तो जुन पोलिटिकल हिसाबले गर्दाखेरि, राजनीतिक अवस्था हेर्दाखेरि सबैले हेरि नै सकेका छ। यदि त्यस्तो अवस्थामा आयो भने राजा त ठिकै हुन्छ नि। राजा पक्कै पनि ठिक हुँदैन। फेरि सम्झाए, मधेस आन्दोलनमा 52 जना शहीद भएको छ। यो जनआन्दोलन सशक्त आन्दोलनमा 17,000 जना शहीद भएको छ। अहिले पनि कतिपय बेपत्ता भएको छ होइन। उहाँहरूको फेरि अन्याय हुन्छ कि, हामी अन्यायतर्फ। र अर्को कुरा तपाईँले उहाँसँग जुन कुरा खलाउन चाहिराख्नु भएछ, यो धर्मनिरपेक्षता देश हो, यो देशमा यति ठुलो आन्दोलन धर्मनिरपेक्षताकै लागि भयो चाहिँ यो देशमा फेरि राजा यो एउटा मरेको लासलाई उखाड्नु भनेको यो गन्ध आउँछ। सो यो देशमा पक्कै पनि फेरि यो गन्ध आउने काम हुँदैन। र यो देशमा ठुलो शक्ति भनौँ न, ठुलो समूह यो गणतन्त्र लोकतन्त्रकै पक्षमा छ। एउटा कुनै समूह होला, त्यसले राजतन्त्रको वकालत गरिरहला, त्यो एउटा छुट्टै बाटो। तर यसो तपाईँले मापन गर्नुभयो भने, तपाईँ सर्वेक्षण गर्नुभयो भने ठुलो शक्ति, ठुलो जनसङ्ख्याको अहिले सङ्घीय लोकतन्त्र गणतन्त्र नेपालमै छ। यही जुन ठाउँबाट हामी जनकपुर धाममा यही दुर्गानन्द झाको राजाप्रति बम फाल्ने मान्छे त यही जनकपुरको मान्छे थियो, यही सिराहाको मान्छे। सप्तरीमा मधेस आन्दोलन, सिराहामा रमेश महतोज्यूको लहानमा पहिलो मधेस आन्दोलनको शहीद। अनि हामीलाई यतिलाई भुल्दै गर्दा यो राजा पस्के। र तपाईँले भन्नुभयो एउटा धेरै नेता पाल्नुभन्दा एउटा, तपाईँलाई म भनौँ, राजा पालीमा सबभन्दा बढी खर्चिलो थियो। राजाले आफ्नो बिहेको कुल बजेटको 50% रुपियाँ राजाले आफ्नो बिहेमा खर्च गरेको थियो। त्यो पनि इतिहास हेर्नु। राजाले
राजाको पालीको पैसाको भ्यालु थियो, जसरी अहिलेको पैसाको भ्यालु छ नि त्यसरी नै राजाको पैसाको भ्यालु थियो। धेरैले भन्ला यो कल कारखाना राजाको पालीमा थियो, होइन, गलत। राजाले कल कारखाना खोलेकै होइन, यो हाम्रो छिमेकी राष्ट्रहरूले चीनहरूले उहाँ राजालाई सपोर्ट गरेको, विकास गर्नका लागि एउटा उद्योग कल कारखाना खोलिदिएको र बन्द पनि 2062-63 भन्दा पहिला नै यो कल कारखानाहरू बन्द भएको। यो लोकतन्त्र गणतन्त्रलाई एउटा आरोप लगाइरहेको छ, यो हाम्रो एउटा भाष्य प्रयोग गरिरहेको छ। यसको अर्थ यो छ कि यो जुन यो ढुङ्गाना अहिले चाहिँ वास्तवमा त्यो कतैबाट प्रचलित भएको छ। हुन सक्छ, मेबी हुन सक्छ भन्ने त अङ्गदन गुरुङ सुदन गुरुङ किन तपाईँहरूमा फेरि 3 समूह भयो? होइन, हाम्रो 3 समूह, हाम्रो जेनजीको धेरै विभिन्न समूहहरू छ। हो, जेनजी तपाईँले आन्दोलनको बेला हामी जेनजी माग पनि त फरक फर्काइरहेछ नि। होइन, माग हो, त्यही त विचारको फरक हो के। जेनजी एक हुनु पर्यो नि, त्यो एउटा नारा हुनु पर्यो, एक हुनु पर्यो, तर फेरि समूह किन? एकै भएर त 10 बुँदे सम्झौता गरेको हो। मागको विचारको फरक कुरा हुन्छ, यो मतभेदका कुरा हुन्छ। यो मतभेदलाई मिलाउँदै हामीले त 10 बुँदे सम्झौता गरेर सरकारसँग प्रधानमन्त्री र जेन्ची बीच एउटा सम्झौता भएर अब राष्ट्रपतिज्यूले जुन राष्ट्रपतिले जारी गर्नु पर्यो त्यो राष्ट्रपति कार्यालयमा गएर रोकिरहेको छ। अब कतै मलाई राष्ट्रपतिप्रति पनि शङ्का छ, राष्ट्रपति पनि किन यो 10 बुँदेमा सम्झौतामा हस्ताक्षर गरिरहेको छैन भन्ने हामीलाई पनि यो राष्ट्रपतिमाथि शङ्का छ। तर यो हामी एकै छौँ। अब यो फरक विचारधारा भएका साथीहरू पनि जेनजी आन्दोलनमै उभिएका थिए। तर मान्छेलाई त अब यो कुरा चाहिँ कसरी तपाईँहरू सम्झाउन सक्नुहुन्छ? किनकि जसरी राजनीतिक व्यक्तित्व आफ्नैमा चाहिँ लडेर चाहिँ झगड्ने गर्छन्, होइन, एक अर्कामाथि चाहिँ त्यो पुच्याउने प्रयास गरिरहेको छ, त्यस्तै त अहिले चाहिँ यो जेनजी भएको छ नि। जेनजी पनि त यही देशको नागरिक हो। जेनजीमा पनि त लोकतन्त्र प्रणाली लागू भएको हो। लोकतन्त्र समाजका मतभेद हुन सक्छ, फरक विचार हुन सक्छ, त्यो विचारलाई हामीले राखेर एक ठाउँमा त आइरहेछौँ। विभिन्न समूह भए पनि हामीले जब म तपाईँले फेरि भने विभिन्न मागहरूमा हामीले सरकारसँग हामी जेनजी एउटै हुन्छौँ त हो। समूह फरक हुन्छ, समूह फरक हो। यो देश ठुलो हो, लगभग 3 करोड जनसङ्ख्या। यो राष्ट्रिय युवा नीति 2082 को अनुसार लगभग 38-40% अहिले युवाहरू पनि छन्, होइन, त्यसमै जेनजी छ। यति जनसङ्ख्या भइरहँदाखेरि त फरक समूह भइहाल्छ। एउटै हो, बुँदा एउटै हो, विचार एउटै हो, हाम्रो एउटै बुँदामा हामी अगाडि बढिरहेछौँ। तपाईँहरू पनि पार्टीमा लाग्नु भएको थियो, अनि कसरी अहिले पार्टीमा संलग्न हुन्छ कि फेरि जेनजी भएर नै बस्नु भएको छ? यस्तो अब त पार्टीहरू यो नेपाल दलीय हो, निर्दलीय होइनन्। यो लोकतन्त्रको एउटा सुन्दर पक्ष पनि दलीय तन्त्र पनि हो र चुनाव पनि हो। यो चुनावमा हामी दलीय हिसाबले नै जानुपर्ने हुन्छ र पार्टीको कुरा गरिरहँदाखेरि बिना पार्टीको लोकतन्त्र हुनै सक्दैन। र अहिले पनि तपाईँले हेर्नुहुन्छ भने यही हामीलाई सदनमा त एउटा पार्टी नै चाहिन्छ, हामी दल नै चाहिन्छ। सदनमा पार्टीको मत हामी कसलाई दिने त? त्यही दललाई दिने हो। प्रतिनिधित्व बढाउनका लागि त स्वतन्त्र भएर चुनाव जितेर एउटा युवालाई स्वतन्त्रको के अधिकार हुन्छ थाहा छ? सभामुखको अधिकार हुन्छ, टेबल दिने। स्वतन्त्रलाई पछाडि बसाइदियो भने के गर्न पाइन्छ? स्वतन्त्र युवाले विशेष समयमा 3 मिनट मात्र बोल्न पाउँछ। यही पार्टीबाट गयो भने 10 मिनट समय। त्यो दलीयकरण सरकार नै बनाउनु पर्यो भने पार्टीलाई नै रोजेर जानुपर्छ, होइन। यो पछिल्लो समयमा पार्टी चाहिन्छ, पार्टी बिनाको नेता पनि चाहिन्छ। नेता त सब नेता हो, तपाईँ पनि नेता हो, म पनि नेता हो, सब एउटा दल चलाउनको लागि त एउटा सङ्गठनमा एउटा लिडरसिप हुन जरुरी छ नि। एकदम हुन जरुरी छ। नेताकै घर जरियो नि। अनि फेरि नेताको घर जोले भ्रष्टाचार गरेको छ, जो प्रति अहङ्कार थियो कि जो म नै 2/3 जो नेता किन चाहियो कि? नेता तपाईँ कसलाई भन्नुहुन्छ? तपाईँ नै नेताको डिफाइन गर्नु न।
लिडर्स भनेको त नेतृत्व गर्ने हो नि त। लिडर्स त सबजना तपाईँ पनि एउटा घरमा तपाईँको तपाईँको जेन्जीले नयाँ चाहिँ पार्टी खोल्न सकिन्छ नि मजाले जसरी अहिले विभाजित 3 ठाउँमा भएर जसरी अहिले समूह बाँडिसकेका छन् विभिन्न एकअर्काको मान पनि फरक फरक छ त्यो अनुसारले चाहिँ अहिले जेन्जी चाहिँ पार्टी नयाँ नेतृत्व त गर्न सकिन्छ नि गरिरहेछ। म त फेरि त्यही त त्यही दग त्यो भयो नि त्यही नेकपा एकीकृत भयो त्यही नेपाली काङ्ग्रेस भयो त्यही नेकपा एमाले भयो त्यही लोसपा भयो त्यही जसपा भयो त्यही छ नि होइन यस्तो पुरानै छ नि देशमा कुनै पनि पार्टी खराब हुँदैन, त्यो पार्टी भित्रको व्यक्ति खराब हुन्छ, विचार कसैको खराब हुँदैनन्। त्यो पार्टी चलाउने यो तपाईँ नेकपा यसको कुरा गर्नुभयो, नेपाल माओवादीको कुरा गर्नुभयो, जसमा सबैको विधानहरू राम्रै होला, राम्रै छन्, विचारहरू राम्रै, तर त्यो व्यक्ति चलाउने व्यक्ति खराब हुन्छ। म फेरि कुनै मस्जिदको एउटा मौलाना खराब हुँदैमा, कुनै मन्दिरको एउटा पण्डित खराब हुँदैमा त्यो संस्था खराब होइनन् कि त्यो व्यक्ति खराब हो। त्यो व्यक्तिलाई चेन्ज गर्नुपर्छ। तपाईँहरूले जसरी राजाको कुरा गरिराख्नु भएछ, राजाको वकालत गरे, यो देश वकालत गरे होइन कुरा वकालत गरे होइन नि कुरा गरिरहेको मैले राजालाई किन कुरा गरेँ मैले भने होइन नि यो त पुरै देश अहिले चाहिँ जुन प्रकारले एउटा जब आन्दोलन भयो मधेस आन्दोलन पछि 2063 पछि चाहिँ धर्मनिरपेक्षता बन्यो यो देश अनि त्यसपछि अहिले आएर फेरि चाहिँ मान्छे त्यही नारा लगाइरहेछ राजा आऊ भनेर मैले भने होइन नि त्यो फ्लोरबाट कुरा आइरहेको छ जुन देशमा फेरि चर्चाको विषय बनिसकेको छ किन होइन कि त्यो मैले भने होइन नि मान्छे भनिरहेको कुरा मैले तपाईँले भने नि त्यही भन्छु। यो म भन्छु यो तपाईँले तथ्याङ्क सङ्कलन गर्नु न कति पर्सेन्टले राजा यही कुरा भन्छु। यो हाम्रो यो आन्दोलन जेन्जीको आन्दोलन यो व्यवस्था होइन कि अवस्था बदल्नको लागि आन्दोलन भएको थियो। यो होइन कि पार्टीहरूलाई नै प्रतिबन्ध लगाइदिनको लागि होइन कि पार्टीभित्र पनि नयाँ पुस्ता आउनु पर्यो। अहिले हेर्नु न नेतृत्व गर्दा मान्छे डराउँछ नि कसैको जब कसैको घर जल्दा कति चाहिँ मान्छेले दुःख लाग्छ भन्ने घर जलाउने घर जल्यो घर जसको जल्यो भने अब कसैले चाहे नेतृत्वमा आउन पनि डराउँछ नि किन यदि तपाईँ भ्रष्टाचारी हुन्न तपाईँ इमान्दार हुन्छ भने आउनुहोस् न। भ्रष्टाचारी सँगसँगै त इमान्दार मान्छेको पनि घर जलेको छ कि छैन भन्नु होइन छैन त यो घर जलाउने को त त्यही पार्टीका कार्यकर्ताहरू एउटा हेर्नु न आन्दोलन त जेन्जीले गरे जेन्जी माथि आरो पाए होइन त यो पार्टीको कसरी भन्दाखेरि एमाले काङ्ग्रेसको घर जलाउने काङ्ग्रेसले एमाले राष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउने को थियो तपाईहरु घर जलाउनेमा थिएन हामी शान्तिपूर्ण आन्दोलनका पछाडि हामी शान्तिपथ भन्यौं नि आन्दोलनमा कतैबाट घुसपेट भएको छ त्यसको लागि कार्की आयोग बनेको छ। कार्की आयोगले छानबिन गरिरहेको छ दोषी माथि कारबाही तर त्यसमा निर्दोष व्यक्ति निर्दोष जेन्जीहरू पनि फसिरहेको छन्। त्यो निर्दोष जेन्जीहरू माथि जुन मुद्दा लगाइरहेछ त्यो गलत हो। र तपाईले अब म यही सन्देश तपाईले जुन जोड्नु भयो त नि सरकारको अपेक्षा हो गृह मन्त्रीले जसरी काम गर्नुपर्ने थियो अहिलेको प्रधानमन्त्रीसँग जुन अहिले एउटा महिला हुनुहुन्छ हैन त्यो धेरै विश्वास गरेर तपाईहरु पनि सबैले चाहिँ एउटा विश्वास गर्यो के त्यो प्रधानमन्त्री अहिले तपाईहरु कसरी उहाँले मूल्याङ्कन गरिराख्नु भएको छ हैन। प्रधानमन्त्री ज्यूले 100 दिनको हिजो 100 दिनको उसमा पनि आफ्नो व्याख्या गर्नुभयो। प्रधानमन्त्रीजीले गर्ने कामहरू पनि गरिरहेको कतिपय कामहरू प्रधानमन्त्रीलाई पनि चुनौती छ र प्रधानमन्त्रीले कतिपय काममा अटेरी पनि गरिरहेछ जुन जेन्जी पुस्ताको माग अनुसार काम पनि गरिरहेछ। जसरी कि जेन्जी पुस्ताको एउटा भनौँ न माग जुन थियो भ्रष्टाचारीहरूलाई भनौँ न जो अहङ्कारी थियो जसको कारण त्यही 19 जना युवाको शहीद भयो पहिलो दिन दोस्रो दिन पनि जुन लगभग 72 जना 76 जना अहिलेसम्ममा जति शहीद भएको छ त्यसमा जसको गल्ती छ हैन जो दोषी छ त्यसलाई अहिले पनि प्रधानमन्त्रीले कारबाही गरिरहेछन्। त्यहाँनिर प्रधानमन्त्रीको एउटा हामी निराश छौँ। अर्को कुरामा केही बुदाहरूमा प्रधानमन्त्री अगाडि छन्। अहिलेका प्रधानमन्त्री हाम्रो नागरिक समाजको प्रधान हप्ताभरिमा के काम गर्छन् उसले
पुरै डिजिटलाइट उसमा छापिरहेको छ, आफ्नो प्रधानमन्त्रीको पेजबाट हालिरहेको छ। एउटा भाषामा मात्र हैनन् कि मैथिलीमा पनि, नेपालीमा पनि, इङ्ग्लिसमा पनि। र हाम्रो जेनजीको मागहरू पनि यही थियो, पारदर्शिता हुनु पर्यो, जुन अहिलेको प्रधानमन्त्रीले गरिरहेको छ। अर्को कुरा, अहिलेको प्रधानमन्त्रीलाई यो के भन्छ तपाईँलाई, यो उसलाई चेक एन्ड ब्यालेन्समा राख्नका लागि राष्ट्रपतिको पनि ठुलो भूमिका हुन्छ। अब कतिपय अध्यादेशमा राष्ट्रपतिले रोकेर राखिरहेको छ, सही नै गरिरहेको छैन। त्यहाँनिर त राष्ट्रपतिको सङ्ख्यामाथि पनि हामीलाई नियतमाथि शङ्का छ। तर प्रधानमन्त्रीको आज काम हेरिरहँदाखेरि कतिपय कुरामा सन्तुष्ट छु, कतिपय कुरामा असन्तुष्ट पनि छु। त्यो स्वाभाविक। अहिले तपाईँहरूको मागहरू के रहेछ? हाम्रो मागहरू, हामीले 10 बुँदे मागहरू तपाईँहरूले सबैको हातमा गयो। जेनजी परिषददेखि निष्पक्ष छानबिनदेखि चुनावदेखि प्रत्यक्ष समानुपातिक समावेशीको जनसङ्ख्याको आधारमा, हाम्रो जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक समावेशी हुनु पर्यो। त्यसपछि हाम्रो तपाईँको के भन्छ भन्दाखेरि एक निर्वाचनमा 21 वर्ष उमेर समूह ल्याउनु पर्यो, जेनजी परिषद हुनु पर्यो र हरेक निकायमा जेनजीको प्रतिनिधित्व हुनु पर्यो भनेर हामीले कुरा गरिरहेका छौँ। विभिन्न आयोगहरू छ, त्यो आयोगहरूमा गैर दलीय व्यवस्था हुनु पर्यो, न्यायपालिकामा स्वतन्त्र हिसाबले हुनु पर्यो, गैर राजनीतिक दल हिसाबले न्यायपालिकामा न्यायमूर्तिहरूको भनौँ न श्रीमानहरूको नियुक्ति हुनु पर्यो। भ्रष्टाचार अनुसन्धान आयोगमा यो निर्दलीय व्यवस्था अनुसार उसमा के भन्छ नियुक्ति हुनु पर्यो। राष्ट्रिय युवा परिषद छ, त्यहाँनिर पनि राजनीतिक दल नियुक्ति छ, त्यो पनि निर्दलीय हुनु पर्यो। र हाम्रो त्यो मुद्दाहरू पनि छ, हामीले 10 बुँदे सम्झौताहरू पनि गरेका छौँ, हाम्रो कामहरू अगाडि बढेका छ। यो जुन निराज ढुङ्गानाको जुन अहिले यो आन्दोलन भइरहेछ होइन, यसमा व्यक्तिगत तपाईँको स्पष्ट धारणा के छ? यसमा मेरो स्पष्ट धारणा छ, अहिलेको अवस्थामा यो देशलाई फेरि आन्दोलनतर्फ धकाल्नु भनेको हाम्रो लागि ठुलो घातक हुन्छ र यो देशले फेरि ठुलो क्षति पुग्छ। किनभने 22, 23 र 24 गतेको जुन आन्दोलन भयो, अहिले पनि रगतहरूको सुकेको छैनन्, शहीदहरू अहिले पनि शहीदहरूले न्याय पाएको छैनन्, अहिले पनि पीडितहरूको घाउ यस्तै छन्। सो अहिलेको अवस्थामा आन्दोलन होइन कि संवाद गरेर सल्लाह गरेर हामीले निष्कर्ष निकालौँ र संवाद नै सर्वसरी हो अहिलेको। अहिले तपाईँहरू त्योमा कुनै समन्वय तपाईँहरूसँग केही भएको छैन। मेरा ढुङ्गानाहरूसँग हाम्रो केही छैन। त्यसमा हामीले बरु मेरा ढुङ्गानाहरूलाई आह्वान गऱ्यौँ, तपाईँहरू आन्दोलन नगर्नु, शान्ति प्रक्रियामा हुनुहोस्, यही बुदामा जानुहोस् होइन। ओ केही एउटा स्वार्थले गर्दा उहाँहरूले गरिरहेछ भने हाम्रो कुनै हालतमा समर्थन हुन सक्दैन। अहिले यस्तो हेर्दाखेरि यो जुन मध्य प्रदेशबाट चाहिँ तपाईँकै जेनजीहरू कसैले भन्छ म लिडरसिप गरिरहेछु, अझै कसैले भनिरहेछ म लिडरसिप गरिरहेछु, के छ यथार्थमा? हेर्नु, जेनजी आन्दोलनमा कोही पनि लिडर थिएन र अहिले पनि भन्छु, अहिले पनि भन्छु, कोही एउटा व्यक्ति लिडर होइन, सम्पूर्ण जेनजी लिडर हो। सम्पूर्ण जेनजीले आफ्नो कुरा राखिरहेको छन् र तर पछिल्लो समयमा हामीले विभिन्न समूह बनाएर अगाडि बढेका छौँ, एलायन्स बनाएर हिँडिरहेका छौँ, नेतृत्वकर्ता हामीले दिएका छौँ होइन। सो सबै आफ्नो लिडर नै हो। अब तपाईँले मध्य प्रदेशकै कुरा गरेर मलाई थाहा छैन कसले भन्छ, म पनि भन्छु, म पनि मध्य प्रदेशको एउटा लिडर भनौँ न, जेनजीकै लिडर होइन, तर जेनजीको प्रतिनिधित्व गरिरहेको छु, जेनजी पुस्ताको माग मुद्दा राखिरहेको छु, जुन मध्य प्रदेशको बाट ठुलो रूपमा संहिता, लोकतन्त्र, गणतन्त्रको जुन माग थियो त्यसलाई सम्बोधन गर्नका लागि मधेसको माग छ। जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र हुनु पर्यो, जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक समावेशी हुनु पर्यो। हो त्यसको वकालत गर्ने जो पनि युवा हुन्छ या म पनि गरिरहेको छु अहिले, त्यो मेरो प्रतिनिधित्व हो र सबै लिडर हो। जसरी नै एउटा कुरा, यो जुन आन्दोलनकै हामी फेरि जाउँ, आन्दोलनमा जुन हिसाबले जुन तपाईँहरू शान्ति भएर आन्दोलन भनिराख्नु, अहिले पनि भनिराख्नु भएको छ कि मैले गरेका थिएँ हामीहरू एकदमै शान्ति वातावरणमा, तर जुन आन्दोलन भयो, जुन विकराल रूप लियो, जुन हिसाबले चाहिँ यो हाम्रो देशको समाजहरू जर्यो होइन, आर्थिक क्षति भयो, मानव क्षति भयो, यसमा वास्तवमा यो घुसपैठहरूले गर्यो,
अब होइन अरू नै भनिराख्नु भएको छ दुष्प्रयोग थियो उचित थियो? आन्दोलन हेर्नु शान्तिपूर्ण आन्दोलनमै अगाडि बढिरहेको थियौँ एभरेस्ट होटलसम्म होइन शान्तिपूर्ण आन्दोलनकै कुरामा हाम्रो साथीहरूले अब काठमाडौँमै हुनुहुन्थ्यो। म आन्दोलनमा म लाहानमा थिएँ हामीले लाहानबाट आन्दोलन सुरु गरेका थियौँ तर हाम्रो साथीहरूले हामीले सबै मान्छेहरूले सबै उता कोशी प्रदेश 1 नम्बर प्रदेशमा पनि साथीहरूले विराटनगरमा आन्दोलन गरिरहेको थियो उता के भन्छ पोखरामा पनि गरिरहेको थियो लुम्बिनीमा पनि कर्णाली प्रदेशमा पनि गरिरहेको थियो त्यसरी नै हामी मधेसको अरू साथी जनकपुरमा गरिरहेको थियो हामी लाहानमा गरिरहेको थियौँ र यो अरू साथी काठमाडौँमा हामीले विभिन्न समूह विभिन्न ठाउँमा हामीले आन्दोलन गरिरहेको थियो हाम्रो माग पनि तर यो शान्तिपूर्ण आन्दोलन थियो घुसपेट त सरकारकै पछुवा सरकारलाई गोली चलाउने आदेश कसले किन गरे गोली चलाउने अवस्था पनि आउँछ लागिरहेछ कि वास्तवमा यो त्यति बेला प्रधानमन्त्री केपी ओली शर्मा हुनुहुन्थ्यो कि वास्तवमा उहाँले चाहिँ गोली चलाउने आदेश दिएको थिए? उहाँ सरकारको नेतृत्वमा हुनुहुन्थ्यो उहाँले जिम्मेवारी लिनुपर्छ र उहाँकै अन्दरमा देशको सम्पूर्ण निकाय थियो नियन्त्रण थियो र उहाँले जुन 19 जना प्रथम शहीद भयो त्यो 19 जनाको र अहिलेसम्ममा पनि यो केपी ओली सरकार प्रधानमन्त्रीज्यूले नै यसको जिम्मेवार हो अहिले पनि भन्छु सधैँभरि हामीले भन्दै आएको हो गोली चलाउने आदेश र गोली चलाउने जुन चलायो त्यो व्यक्ति पनि बुझ्नु पर्थ्यो कि गोली सर्वप्रथम कहाँनिर हानिन्छ गोली चलाउनु भन्दा पनि यसको प्रक्रियाहरू छ यसको चरणहरू छ सुरुमा पानीको फोहरा दिने त्यसपछि आँसु व्यायाम फाल्ने लाठी चार्ज गर्ने त्यसपछि गोली नै चलाउनु पर्यो भन्दै छातीभन्दा तल गोली चलाउने कि सिधै टाउकोमा गोली चलाउने आँखामा गोली चलाउने यो मुटुमा गोली जसरी हानिरहेको थियो त्यो त सरासर गलत हो र 72 र 82 यहाँनिर फेरि म तपाईँलाई जोडेँ 72मा जसरी मधेसमा संविधान जारी भइरहँदाखेरि मधेसमा जसरी मधेसी जनतालाई गोली मारेर हत्या गरिरहेको थियो शहीद गरिरहेको थियो र अहिले जसरी 82मा भयो त्यो एउटै हो र अहिले बल्ल काठमाडौँका मान्छेहरूलाई आँखा त्यति बेला काठमाडौँको मान्छेहरूलाई केपी ओली हाई हाई गर्ने व्यक्तिहरू पनि थियो केपी ओलीले आफै भनेको थियो 2-3 एउटा आप झर्दैमा केही हुँदैन र उसको त्यही अहम त्यही एउटा भनौँ न यो भरम थियो अहम थियो अहङ्कार थियो त्यही अहङ्कारले गर्दा यति ठुलो घटना भएर यस सम्पूर्णको जिम्मेवार केपी ओली नै हो गृहमन्त्री रमेश लेखक नै हो। अब के गर्नुहुन्छ तपाईँहरू पनि यो निर्वाचनमा प्रतिनिधित्व गर्नुहुन्छ जेन्जी पुस्ताले गर्छ कि गर्दैन के छ? स्वाभाविक जेन्जी पुस्ताले यो निर्वाचनमा भाग लिन्छ यो निर्वाचनमा जान्छ तर कतिपय साथीहरू जान्छ कतिपय साथीहरू रोडमै हुन्छ र हामी रोडमै थियौँ रोडमै हुन्छौँ र भोलि पनि रोडमै हुन्छौँ भन्ने पनि तपाईँलाई जानकारी गराए र हाम्रो यो किनभने जेन्जी पुस्ता यदि फेरि सदनमा गएनन् भने यसको मागलाई वकालत गरिदिने व्यक्तिको त सम्बोधन गरिदिने व्यक्तिको आवाज उठाइदिने को त त्यही जेन्जी हुन्छ त्यही जेन्जीको सरकार यदि गएनन् भने फेरि त त्यही एमाले काङ्ग्रेसकै सरकार बल्ला माओवादीकै सरकार बल्ला त्यसलाई एउटा भनौँ न संसदभित्र पनि गएर प्रतिपक्ष या त सत्तापक्षकै भूमिकामा रहेर तिनीहरूलाई खबरदारी गर्नका लागि यो जेन्जी पुस्तालाई जानु एकदम आवश्यक छ। अनि के भन्न चाहनुहुन्छ कार्यक्रममा तपाईँ अन्त्यमा? फेरि म यही भन्न चाहन्छु जसले भन्दैछ यो निर्वाचन हुँदैन उहाँहरूलाई फेरि पुनः अनुरोध गरे जेन्जी पुस्ताको तर्फबाट तपाईँहरूले मजाले निर्वाचनको तयारी गर्नुहोस् निर्वाचन फागुन 21 गते नै हुन्छ त्यसको लागि तपाईँहरूले सम्पूर्ण पार्टीहरू एक भएर एक ढिका भएर तपाईँहरूले निर्वाचनको तयारी गर्नुहोस् र जेन्जी युवा पुस्तालाई पनि भन्छु तपाईँहरूले हामी एक ढिक्का भएर हामीले निर्वाचनको वातावरण शान्तिपूर्ण व्यवस्था बनाइदिउँ जुन विभिन्न दलहरूले हामीमाथि जुन आरोप लगाइरहेछ कि यो जेन्जीहरूले निर्वाचन बेथल्ला निर्वाचन हुन दिँदैनन् त्यसलाई एउटा सकारात्मक दिशातर्फ लग्नका लागि हामीले निर्वाचनको वातावरण बनाइदिनु पर्ने हाम्रो आवश्यकता पनि छ र हामी जेन्जी युवाहरूले गरिरहेको पनि छौँ। हस् धेरै धेरै धन्यवाद। हिनका संग हम सब बातचीत केलौं जे जल्दी छला था हिनका सबके जे विभिन्न प्रकार के जे ये सब मांग छलन शुरू में जे प्रकार गना कि भ्रष्टाचारी सलक हरेक किस्मे जे हिनका सबके मांग छलन आफ्नो जे सब 10 बुँदे मांग जे छे से प्रधानमंत्री स ये सब रखने छथिन 10 बुँदे सहमति
अब हिनका सबके जे छै से आब निर्वाचन के बाद जहाँ तक लगे त अभियो सब भाग लेवे के प्रयास कर रहल छथिन। आखिर विभिन्न ठाम में कही दे सब अपन एक जेनजी नया पुस्ता के संगठन बन रहल अछि। त आब अखन देखे आगा की होय छै। हिनकर बात सुनकर केहन अपने सबके लागल से अवश्य अपने सब प्रतिक्रिया अवश्य देवे। अखन के लिए विदा रे, नमस्कार।